म अनुराग लुइटेल। म अश्विन लुइटेल। र दुईजना भाइहरू मैले किन देखाइरहेको छु तपाईँहरूलाई थाहा छ? नेपालको सामुदायिक विद्यालयबाट फो जिपिए ल्याउने दुईजना जुम्ल्या दाजुभाइहरू है। जिपिए फो ल्याउँदाखेरि उहाँहरूले के गर्नुभएको थियो र उहाँहरूको प्लानहरू के छ उहाँहरूकै मुखबाट सुनौँ है। दुईजनामा कसको चाहिँ रिजल्ट पहिले हेरेको थियो? सबभन्दा पहिला अश्विनको हेरेको थिएँ। अश्विनको फो आयो। त्यस पछाडि प्रेसर भयो कि भएन अब मेरो के आयो भन्ने त्यस्तो भएको थियो। अनि फेरि चेक गर्दाखेरि आफ्नो पनि फो आएको रहेछ होइन। दुईजना दाजुभाइहरूको फो जिपिए आएको कस्तो अवस्था थियो होला त्यतिखेर रिजल्ट चेक गर्दाखेरि होइन? बुवा आमाहरूलाई कस्तो भएको थियो होला, भाइहरूलाई कस्तो भएको थियो होला? हाम्रो वीरता मोड 2 को शानको रूपमा यो गौरवको कुरा हो र भाइहरूले भविष्यमा पनि एकदम राम्रो गर्नेछन् त्यो मलाई एकदम आशा छ। र अब उहाँहरूको भविष्यहरूको बारेमा पनि सोधिहाल्छु। र दुईजनाको लक्ष्य चाहिँ के छ? एउटै हो दुईजनाको लक्ष्य? एउटै के गर्ने? हामी दुवैजना सिभिल इन्जिनियरिङतर्फ जाने भनेर अहिले सोचाइ छ। दुईजनाकै त्यही हो है? दुईजना एकैचोटि सिभिल इन्जिनियर भन्ने अनि जागिर पनि एकै ठाउँमा खाने त होइन नि? भविष्यमा हेर्नुपर्छ। तर तपाईँहरूले म के चाहन्छु भने दुईजना एकैचोटि सिभिल इन्जिनियर बनेर लोकसेवामा दुईजनाले एकैचोटि नाम निकाल्ने किसिमले गर्नु होला, अथवा आफ्नै केही अरू प्राइभेट सेक्टरमा गर्दा पनि हुन्छ होइन? अनि स्कुलमा चाहिँ तपाईँको अलिक रुचिको विषय चाहिँ के हो भन्नु त? म्याथ वा साइन्स? दुईजनाकै म्याथ अप्सनल म्याथ। र जुम्लिया दाजुभाइहरूलाई त पहिले त्यो बिरामी हुँदाखेरि पनि सँगै बिरामी हुन्थ्यो अरे नि त? त्यस्तो हुँदैन थियो त्यस्तो? मैले सुनेको थिएँ त्यस्तो है। जुम्लिया दाजुभाइहरूलाई चाहिँ एउटालाई बिराम लाग्यो भने अर्कोलाई पनि ज्वरो आउने हो त्यस्तो हुन्छ भनेर सुनेको थिएँ। र अब भाइहरू अब के पढ्ने, कहाँ पढ्ने त? अब हामी साइन्स नै पढ्ने, कम्प्युटर साइन्स लिएर मोहनमाया माध्यमिक विद्यालयमै पढ्ने। ए मोहनमायामै पढ्ने। तपाईँहरू मोहनमायाबाटै एसीमा फो जिपिए ल्याउन सफल हुनुभएको थियो। अब फेरि पनि त्यहाँ पढ्ने। ए ल एकदम खुसी लागेको छ। अब आउने एसी दिने भाइ बहिनीहरूलाई होइन तपाईँहरूले कसरी प्रिपेरेसन गर्नुभएको थियो त? त्यस्तो केही विधिहरू त्यस्तो केही थियो कि? तपाईँहरूले कसरी प्रिपेरेसन गर्नुहुन्थ्यो भन्दैन त एकचोटि? प्रिपेरेसन भन्दाखेरि त्यस्तो धेरै पनि त पढी मात्र रहने भन्दा पनि कक्षामा चाहिँ गुरुहरूले पढाएको मजाले सुन्ने, त गुरुहरूले पढाएको चाहिँ मजाले बुझ्यो होइन? घरमा आएर यसो हेर्दैखेरि सब आउँछ। त्यो स्कुलमा चाहिँ केही सुन्दै नसुन्ने, पढ्दै नपढ्ने, नबुझ्ने गरेर फेरि घरमा आएर मात्र पढेको गऱ्यो भने त दिमागमा केही पस्दैन। तर स्कुलमा बुझेर आएर घरमा बेला पढ्दाखेरि पनि धेरै जस्तो सब आउँछ। त्यसरी पढ्दाखेरि चाहिँ राम्रो मार्क्स आउँछ भन्ने छ मेरो चाहिँ सोचाइ। र अब अश्विनलाई पनि सोधिहाल्छु म। र अश्विनको चाहिँ कसरी पढाएको थियो अश्विनले? मैले नि भनेको त्यही हो, क्लासमा पढाउँदाखेरि चाहिँ राम्ररी ध्यान दिनुपर्ने हो। घरमा आएर गर्दाखेरि रिभाइज गर्नुपर्छ। त्यसले गर्दाखेरि कन्सेप्ट पुरै मजाले क्लियर हुन्छ। जम्मा घरमै बसेर मात्र पढ्न खोज्छ भने त कन्सेप्टहरू मजाले क्लियर हुँदैन। र एक्जामको बेला चाहिँ अब मजाले पढ्नु पर्यो। एक्जामभन्दा केही 1-2 हप्ता अगाडिदेखि नै मजाले पढ्न थाले पनि हुन्छ, नभए हरेक दिन 1-1 घन्टा जति चाहिँ पढ्नु पर्यो मजाले रिभाइज गर्नको लागि स्कुलमा के पढाएको छ भन्ने कुरा। यस्तो टिप्स मैले पनि पहिले पाएको भए म पनि धेरै ल्याउँदै होला। हामीले उहाँहरूले कसरी प्रिपेरेसन गर्नुभयो र उहाँहरू अब के पढ्नुहुन्छ भन्ने विषयमा पनि जानकारी लिउँ होइन? अब उहाँहरूको एक्स्ट्रा करिकुलर एक्टिभिटिजको बारेमा पनि एकचोटि जानकारी लिइहालौँ ल। तपाईँहरू खेलकुदमा चाहिँ केमा रुचि राख्नुहुन्छ? खेलकुदमा बेला बेला घरतिरै खेल्दाखेरि यसो क्रिकेट वा फुटबल त्यस्तै खेल्ने हो। ब्याडमिन्टन पनि खेलिन्छ कहिलेकाहीँ। ब्याडमिन्टन खेलिन्छ तर त्यो क्या खेल्ने भनेरै क्रिकेट वा फुटबलको क्लब त्यस्तो ट्रेनिङ। एक्स्ट्रा करिकुलर एक्टिभिटिज भनेर त्यसलाई हामीहरूले साइड अन मात्रै गर्ने हो होइन? तर मेन फोकस चाहिँ पढाइलाई नै गर्नुपर्छ। र अहिले हामी भाइको घरको छतमा छौँ, भाइहरूको घरकै छतमा आज कुराकानी गर्दैछौँ। र हाम्रो वीरता मोड 2 को चाहिँ उहाँहरूले सान राखिदिनु भएको छ। यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ भाइहरूलाई है। अझै राम्रो प्रगति गर्नुहोस्, अझै धेरै धेरै आफूले के गर्न सकिन्छ आफ्नो पोटेन्सियल फुल देखाउनुहोस् होइन? र म भरसक चाहिँ के भन्न चाहन्छु भने विदेश चाहिँ भरसक नजानुहोस्, नेपाल आमालाई नै
तपाईँहरूले सर्भ गरेर नेपालमै बस्नुहोस्। त्यो म भन्न चाहन्छु। र पछि तपाईँहरूले आफ्नो विचारले जे पनि हुनसक्छ, यो नेपालमै बसेर मात्रै पनि केही गर्न सकिन्छ भन्ने पनि होइन, विदेश गएर पनि नेपाललाई सर्भ गर्न सकिन्छ होइन, आफ्नो देशलाई सर्भ गर्न सकिन्छ, आफ्नो बुवा आमालाई सर्भ गर्न सकिन्छ, आफ्नो गाउँटोललाई सर्भ गर्न सकिन्छ। र भरसक चाहिँ नेपालमै बसेर केही काम गर्ने योजनाहरू अहिलेदेखि नै त्यसरी प्लान मिलाउनु होला। तपाईँहरूलाई धेरै धेरै बधाई अनि शुभकामना छ है। धन्यवाद।